2 अरब होइन 2 रुपैयाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु। छोडे माग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो के भन्ने खालका पनि सुनिए। सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु 2 रुपैयाँ। र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौँला? सक्दैनौँ। अहिलेको बहुचर्चित विषय छोडे माग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो के भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ। यो सम्मानित सदनको ओज घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौँला? सक्दैनौँ। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, 1-2टा चाहिँ खोस्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर। 2 अरब होइन 2 रुपैयाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु।